नमस्ते साथीहरु, हाम्रो डे 7 को फाइनान्शियल लिटरेसी च्यानलमा यहाँहरुलाई स्वागत छ। आज चाहिँ हामी हाम्रो डे टु डे लाइफ बैंकिङ, अकाउन्टिङ र फाइनान्स सेक्टरहरुमा एकदमै धेरै युज हुने वर्डहरुको बारेमा कुरा गर्न गइरहेका छौं र यसमा रहेको छ फर्स्ट रहेको छ लेटर अफ क्रेडिट, दोस्रो रहेको छ बैंक ग्यारेन्टी, तेस्रो रहेको छ स्विफ्ट र चौथो रहेको छ इलेक्ट्रोनिक चेक क्लियरिङ र पाँचौं रहेको छ रेमिटेन्स। लेटर अफ क्रेडिट भनेको चाहिँ यो चाहिँ बैंकले दिएको प्रमिस हो थर्ड पार्टीलाई, जसमा चाहिँ उले भन्छ आई विल मेक श्योर यु गेट पेड, तपाईले पैसा पाउनुहुन्छ है भनेको हुन्छ। यो बुझ्नको लागि एउटा सानो एक्जाम्पल हो। जस्तै तपाईले कुनै ठाउँबाट बाइक किन्दै हुनुहुन्छ र तपाईलाई पसलेले भन्छ यदि तपाईले पैसा दिनु भएन भने के, र तपाईले भन्नुहुन्छ मेरो बुवाले प्रमिस गर्नु भएको छ कि तपाईलाई पैसा दिनुहुन्छ, त्यही बुवाको प्रमिसको ट्रस्टको आधारमा चाहिँ तपाईलाई पसलेले त्यो बाइक दिन्छ। सो यहाँ बैंक भनेको चाहिँ बुवा भनेर बुझ्नुहोस्। र दोस्रो रहेको छ बैंक ग्यारेन्टी। बैंक ग्यारेन्टी भनेको चाहिँ बैंकले दिएको ग्यारेन्टी हो, जसमा चाहिँ उसले भन्छ यदि मेरो कस्टमरले तिर्न सकेन भने म तिर्छु है भनेर भनेको हुन्छ। यो नै बैंक ग्यारेन्टी भयो। र तेस्रो रहेको छ स्विफ्ट। यो बुझ्नको लागि चाहिँ मानौ जस्तै बैंकहरु चाहिँ संसारभरि छरिएर बसेको मान्छेहरु हुन् रे। अब यिनीहरुलाई फिजिकली कुरा गर्न त गाह्रो हुन्छ। सो यिनीहरुले चाहिँ आफू बीच एउटा सिक्रेट मेसेज शेयर गर्छन्। त्यो सिक्रेट मेसेज नै स्विफ्ट हो र यो स्विफ्ट चाहिँ एकदम सिक्योर र रिलायबल पनि हुन्छ। र चौथोमा रहेको छ इलेक्ट्रोनिक चेक क्लियरिङ। पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि तपाईलाई क्लियरिङमा आएको चेक चाहिँ एउटा बैंकको एम्प्लोइले फिजिकली अर्को बैंकमा लगेर दिनु पर्थ्यो। तर अहिले डिजिटाइजेसनको कारणले कुनै एउटा बैंकमा चेक क्लियरिङको लागि आएको छ भने उसले त्यो चेक चाहिँ फोटो खिचेर अर्को बैंकलाई पठाउने गर्दछ। यसलाई नै इलेक्ट्रोनिक चेक क्लियरिङ भनिन्छ। र पाँचौं वर्ड चाहिँ हामी धेरैले सुन्दै आएको रेमिटेन्स। रेमिटेन्स भनेको चाहिँ आफ्नो घरमा पैसा पठाउनु हो। यदि तपाई कुनै अर्कै ठाउँ अथवा कुनै अर्कै देशमा बस्नु भएको छ र आफ्नो घरमा पैसा पठाउँदै हुनुहुन्छ भने यस्तो ट्रान्ज्याक्सनलाई चाहिँ रेमिटेन्स भनिन्छ। र आजको लागि यति नै। हामी अर्को च्यानलमा पुनः भेट्नेछौँ। धन्यवाद।